जस्तो तपाईले भन्नुभयो फिमेलहरुले है कि मलाई एक्सरसाइज गर्नु छ तर स्ट्रेन्थले मलाई अब यस्तो म्यानली खालके बल्की हुनु छैन स्टिल कि म एक्सरसाइज गर्छु बट वेट स्टिल गर्दैन म फेरि म्यानली हुन्छ द मेन त हार्मोन भइगयो केटीहरुको केसमा एस्ट्रोजन लेभल बेसी हुन्छ हैन केटाहरुको केसमा टेस्टोस्टेरोन लेभल बेसी हुन्छ टेस्टोस्टेरोन लेभल चाहिँ एकदम इम्पोर्टेन्ट हो हैन मसल बिल्डिङमा अनि बेसिकली अब स्ट्रेन्थ ट्रेनिङ रिगार्डिङ स्ट्रेन्थ ट्रेनिङ फिमेलको केसमा चाहिँ इट्स भेरी इम्पोर्टेन्ट क्या अब अघि भने जस्तो मैले केटाहरु भन्दा इम्पोर्टेन्ट हो किनभने मैले अघि भनिहालेँ बोन डेन्सिटीहरु अझै अब केटाहरुको केसमा 60 वर्षदेखि घट्दैछ भने केटीहरुको केसमा अलि 45 50 बाट उयो हुँदै जान्छ तपाईले अटोमेटिकली त्यो बेनिफिट पाइहाल्छ क्या स्ट्रेन्थ ट्रेनिङ अब न्यूट्रिसन पनि इट्स इम्पोर्टेन्टै हो तर एक्सरसाइज चाहिँ अब भेरी भेरी अनि एक्सरसाइजमा फंक्सनल ट्रेनिङहरु एकदम हैन अब तपाईको स्क्वाट्सहरु भयो डेडलिफ्टहरु भयो हैन अब त्यो एक्सरसाइजहरुले त तपाईहरुलाई डेली च्यालेन्जेसहरुसँग ट्याकल गर्न सक्छ अब तपाईको केसमा पनि हेर्नु न तपाई अब यस्तो ट्रेन गर्दैछ हैन तपाईको एउटा के ल्याउनु छ भने तपाईले अब कसै माथि डिपेन्ड हुनु भएन नि तपाई त आफै गएर जुरुको उठाएर ल्याउन सकिहाल्छ नि त हैन अन्त त्यही हो अब फिमेललाई इट्स भेरी भेरी इम्पोर्टेन्ट राइट सो एज अ वुमन है के डराउने बात छैन यसमा कि स्ट्रेन्थ ट्रेनिङ गरेर म एकदम यु नो एउटा म्यानली फिगर खालके भइहाल्छु बल्की देख्न लाग्छु है त्यो अब हामीले कतिवटा कुरा हेरेर आउँछु बट द्याट्स अ डिफरेन्ट केस हामीले जेनरली कुरा गर्दा जस्तो उहाँले पनि भन्नुभयो हैन तपाईको बोन डेन्सिटी घट्छ मसल लस हुँदै जान्छ हैन वुमेनहरुमा स्पेशली छिटो हुन्छ यो कुरा सो स्पेसिफिकली त्यो कुराहरुलाई प्रिभेन्ट गर्नलाई र आफुलाई स्ट्रेन्थेन गर्नलाई फर डेली लाइफ एक्टिभिटीज हामी स्ट्रेन्थ ट्रेनिङ गर्छौं है अनि दुईटा हार्मोन्सको पनि कुरा गर्नुभयो टेस्टोस्टेरोन which is the main hormone for muscle building men मा हुन्छ बेसी मात्रामा women मा हुँदैन एस्ट्रोजन हुन्छ women मा सो के डराउने बातै छैन तपाईको बायोलोजिकली पनि तपाईले जति नै ट्रेन गर्नुभयो भने you will not look like a man